भएको बिहानी आजको सागर पोखरेलको भिडियोको साथमा तपाईको सुन्तला हेर्ने हो भने गर्न नसक्नु रहेछ। सरले जब भनिसक्नु भयो कि सुन्तला जति पनि छ सर आकाशको तारा गर्न सकेला र बरु मेरो सुन्तला गर्न सकिँदैन भन्नुहुन्छ सरले। यति सुन्तला रहेछ नि सर, हेर्नु जनता, मैले सुन्तला खाँदा खाँदा मेरो घाँटी सुकिसकेको छ र तपाईको एउटा दृश्य देखाउन चाहन्छु तपाईले। जुन उहाँ हेर्नुहोस्, एउटा नेपालको शान, नेपालको सौन्दर्य, नेपालको एउटा टाउको भनेको हिमालयन यति राम्रो छ कि सर, यति राम्रो ठाउँमा बस्नु भएको छ कि सुन्तला चट्ट बिहानी उठ्दा हिमालको हावा र सुन्तलाको झोलको रसमा यति भनौँ कि मेरो हजारौँ शेष नागले पनि व्याख्या गर्न सक्दैन कि यति छ, यति छ, यति सौन्दर्यता छ। सर तपाईको यस्तो विचार काँडा, यस्तो ठाउँ, यस्तो हिमाल देखिने यस्तो सोच कसरी आछ सर तपाईको? यस्तो सर के हो भन्दाखेरि हाम्रो सुन्तला खेतीलाई हिमालको हिउँको हावा नभइकन र हिमालको हिउँको बाफ नभइकन सुन्तला खेती हुँदैन। हजुर, सुन्तला खेती हुनुको लागि तपाईको हिमालको हावा र छाया चाहिन्छ। हिमालको छाया चाहिन्छ। तपाईको जुन यो छाया परेको छ त हिमालको छाया हो? हैन सर, यो हाम्रो शीतको छाया हो। शीतको कहिले पनि घाम लाग्दैन। घाम लाग्दैन यहाँ कहिले पनि घाम लाग्दैन र घाम आउँदैन सर। अनि तपाईले सर यो अब त्यो वर्षेरी खेती हो, यो एक दिन एक वर्षमा एकचोटि हुने, तपाईको यो सकेपछि तपाईले के काम गर्नुहुन्छ त नि? अब यसपालि मेरो सर यो सुन्तला भइसकेपछि हजुर अब तराईतिर जाने। तराईतिर? अब तराईतिर पनि जानुहुन्छ तपाईँ? तराई मेरो बर्दाघाटमा। हजुर, जुन जल नलपरासीमा। हजुर 10 कट्ठा जग्गा छ। 10 गट्ठा? हजुर। त्यहाँ गएर अब चाहिँ मैले चाहिँ आलु लगाउँछु। आलु? ओ, नेपालमा त सबै आलु भैरवा इन्डियाबाट हुन्छ, जुन इन्डोर बङ्गलादेशबाट इन्डिया आलु हुन्छ। तपाईको 10 कट्ठाले कतिवटा पुगाउनुहुन्छ सर? सर आफ्नो देशमा एउटाको 10 कट्ठा छ भने दुईटाको गएर 20 कट्ठा भयो। ओ, 4 जनाको कति 80 कट्ठा भयो सर? भएन र? भयो।